नमस्कार सम्पूर्ण साथीहरूलाई। पहलगाम घटनाको कारण इन्डिया र पाकिस्तान दुवै देशलाई युद्धको सङ्घारमा भएको नभन्दै इन्डियाले सिन्दुर अपरेसन नामको हमला पाकिस्तान विरुद्ध गरिसकेपछि आज सम्पूर्ण विश्वको ध्यान केन्द्रित इन्डिया र पाकिस्तानमा छ। युद्ध हुँदै जाने हो भने विश्वलाई समेत खतरा छ, किनकि दुवै देश परमाणु हतियारदेखि सम्पन्न छ। यदि त्यस्तो हो भने कुन देश शक्तिशाली र कुन देश कमजोर, यो कुराको तुलनात्मक रूपमा हेर्ने हो भने मुख्य कुरा युद्धको लागि तीनटा कुराको ठूलो भूमिका रहन्छ। पहिलो कुरा एक्टिभ सोल्जर, रिजर्भ सोल्जर र रक्षा बजेट। त्यसो भने इन्डियासँग कति छ त एक्टिभ सोल्जर, रिजर्भ सोल्जर र रक्षा बजेट? त्यस्तै गरी अनि पाकिस्तानसँग कति छ? छोटो अर्थमा भन्नुपर्दाखेरि भारतसँग एक्टिभ सोल्जर 14,55,000 छ भने रिजर्भ सोल्जर 11,55,000 छ अनि रक्षा बजेट $77.4 बिलियन छ, जुन विश्वको चौथो बजेट हो। भने पाकिस्तानसँग कति छ? पाकिस्तानको एक्टिभ सोल्जर छ 6,54,000 र रिजर्भ सोल्जर छ 5,05,000 भने रक्षा बजेट छ 7 देखि 10 अर्ब डलर छ, जुन इन्डियाको भन्दा 9 गुणा कम्ती हो। 2025 को पावर इन्डेक्सको तथ्याङ्क अनुसार इन्डिया विश्वको चौथो शक्तिशाली राष्ट्रमा घोषित भएको छ भने पाकिस्तान 12औं स्थानमा छ। इन्डियासँग 4,614 ट्याङ्कहरू छन्, 606 फाइटर प्लेनहरू छन्, फाइटर जेटहरू छ, 80वटा फाइटर हेलिकप्टरहरू छन् र 849 फाइटर र रेस्क्यु हेलिकप्टर रहेको छ भने। र रोचक कुरा त के छ भने यहाँ पाकिस्तानभन्दा इन्डिया शक्तिशाली राष्ट्र त्यसै पनि हो, तर पनि के छ भने इन्डियाले पाकिस्तानलाई फुल वार गर्न सक्दैन, किनकि दुवै राष्ट्र परमाणु हतियारबाट सम्पन्न छ। यदि त्यस्तो हुने हो भने पाकिस्तानले आफूलाई कमजोर महसुस गर्नेछ र कमजोर महसुस गरिसकेपछि अन्तिम उपाय उसले परमाणु हतियार युज गर्नेछ। सिरानीमा राखेर सुत्नेवाला छैन पाकिस्तान पनि। यदि पाकिस्तानले परमाणु हतियार सिमानामा तिर्साए मात्रै भने भारत पछाडि हट्नुपर्नेछ, किनकि यदि भारत पछाडि नहटेमा भारतको पनि नक्सा चेन्ज हुनेवाला छ अथवा भारत पनि मरुभूमि बन्नेवाला छ र पाकिस्तान पनि। परमाणु हतियार युज गर्नु भनेको अन्तिम अवस्थामा मात्र हो, जहाँ कि त छैन कि म छैन भन्ने एक खालको अन्तिम निर्णय हो। त्यसैले यो युद्धले त्यति उग्र रूप नलिएला, आफ्नो शक्ति प्रदर्शन गरेर आफू एकअर्कामा गएर थचिएर बस्ला। यदि त्यस्तो नभए विश्वलाई नै एउटा तेस्रो विश्वयुद्धको भूमिमा बस्न सक्ने सङ्केत चाहिँ यो युद्धबाट देखिएको छ। धन्यवाद।